हाम्रो यात्रा बौनेदेखि लिएर पोखरा हुँदै बागलुङ, जमसुम र अप्पर मुस्ताङ नेपाल चाइनाको बोर्डरसम्मको रहेको छ। यो भिडियोमा चाहिँ हामीले सबै कुराहरू समेटेर देखाउने प्रयास गरेका छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ र यो भिडियो हेरेर तपाईँहरू जान चाहने इच्छुक व्यक्तिहरूले पनि केही कुराहरू यहाँबाट सिक्न पाउन सक्नुहुनेछ। यसको लागि तपाईँले यो सुरुदेखि अन्तिमसम्म हेर्नुपर्नेछ र बाटोमा कस्तो बाटोहरू आउँदछ, कस्तो परिस्थितिहरू र कस्तो कस्तो ठाउँहरू आउँदछ त्यो तपाईँहरूले पनि यो भिडियोमा हेर्न सक्नुहुन्छ। र चाइनाको बोर्डरसम्म नेपाल र चाइनाको सीमासम्मको हामीले यो 24 नम्बर पिल्लरसम्म हामीले देखाएको छौँ। र पारी चाइनाको बोर्डरको बजारको अवस्था र नेपालको तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ टफी पाउँदछ चाइनाको, हामीले त्यो पनि किनेर ल्याएका छौँ र तपाईँहरू पनि ल्याएर आउन सक्नुहुन्छ। यो मुस्ताङ जाने बेलाको यो चाहिँ तातो पानी भन्ने तातो पानी, यो तातो पानीमा छौँ। मुस्ताङ जाने बाटो, मनाङ मुस्ताङ जमसुम।